एभ्रीबडी वेलकम टु माई मिनी भ्लग। सो आज चाहिँ हाम्रो स्कुलमा चाहिँ आज मार्केटिङ भइरहेछ। उनीहरूले आफै बनाएको प्रडक्टहरू चाहिँ बेच्न गइरहेछौँ। अनि यहाँ चाहिँ हाम्रो चकटी र दुना छ अनि हाम्रो सर हुनुहुन्छ। अनि यहाँ चाहिँ उहाँहरूले चाहिँ फेरि अचार बनाउनु भएको छ है। अनि यहाँ हाम्रो टपरी अनि कपास छ है। यो चाहिँ हाम्रो ब्रेसलेटको एरिया छ है। धेरै स्टुडेन्ट्सहरू चाहिँ यो चाहिँ सबै कम्बाइन हो, उहाँहरू मात्रै होइन तर बनाउने बेला चाहिँ सबै होइसिन्थ्यो। अनि यहाँनिर चाहिँ मेरो फेभरेट वान बुके छ यहाँ चाहिँ है। अनि यो चाहिँ उहाँहरू सबैले बनाउनु भएको हो, अझै उहाँहरू भन्दा अरू स्टुडेन्टहरूले पनि बनाउनु भएको तर इन्भल्भ चाहिँ सबैजना हुनुहुन्छ। अनि यो चाहिँ हाम्रो ह्यान्डमेड छ है, भएको छ। म चाहिँ हाम्रो प्यारेन्ट्स भोटे आउँछु भनेर हाम्रो कुसको प्यारेन्ट्स हुन्छ भरे ब्लगमा आउँछ ल। सो नाउ हियर आई एम। म चाहिँ यहाँनिर चाहिँ अब मेरो चाहिँ मनीको पार्ट क्यालकुलेट गर्न खासै मलाई चाहिँ यता जिम्मा दिनुभयो दिया। सो फाइनली हाम्रो स्टल चाहिँ सकिएको छ, सक्सेस भयो। अब चाहिँ हामी भोलि पर्सि ठुलो राख्छौँ, त्यो चाहिँ अहिले भन्दिनँ, त्यो अब जहिले हुन्छ कहिले भन्छ। तर जस राम्रै भयो है, सबै चाहिँ सकिएन तर वी आर ह्याप्पी। सो हजुरहरूलाई चाहिँ अब मेरो नेक्स्ट भ्लगमा देखाउने छु। बाई बाई।